जीवन उम्, रेडी छौ नि? रेडी खास जाने कता रे आज चाहिँ छोरीको स्टफ्सहरू पनि सिधेछ अनि फ्रेस नभएको पनि धेरै भयो नि त घरमा बसिरहेको। सो आज यसो फ्रेस पनि भएर आम भनेर। छोरी नलग्ने छोरी सुतिरहेको छ भर्खर सुताएर आएको। ल जम जम बोल है जीवन। भन न। लास्ट इयर दसैँमा हामी महेन्द्र जाँदाखेरि के छोरी पनि हामीसँग गएको थियो नि त फर्स्ट टाइम। सो त्यो कुराहरू तिमीलाई याद छ नि के भयो इन्सिडेन्ट भन्ने कुराहरू? किन याद नआउने त्यो त्यो टुर भनेको चाहिँ मेरो मात्र होइन, हामी दुईजनाकै लाइफको चाहिँ मोस्ट मेमोरेबल टुर थियो। किनभने त्योभन्दा पहिला तिम्रो म त इभन पश्चिम मात्र होइन पूर्व पनि होइन धेरैपल्ट गयौँ हामी होइन। तर त्यो चाहिँ फर्स्ट टाइम थियो हाम्रो 2.5 2.5 महिनाको छोरीलाई चाहिँ लिएर जाँदा चाहिँ अब त्यो यात्रा त पुरै फर द फर्स्ट टाइम अब छोरी लिएर होइन। अरू बेला पनि तिमीले त गाडी चलाएर हुन्छ लङ टुर होइन, तर पनि त्यो टाइम त अब सानो बच्चा बोकेर त्यत्रो लङ टुर ड्राइभ गर्दाखेरि कस्तो चाहिँ फिल गरेको थियो तिमीले? त्यो बेला चाहिँ अभियसली फर्स्ट टाइम थियो हाम्रो सानो छोरी लिएर गएको थियौँ होइन। अनि हाम्रो उसमा भन्ने हो भने चाहिँ त्यो एकदम कम्फर्टेबल थियो मलाई। किनभने होइन नर्मल्ली त्योभन्दा पहिला हामी महिना जाँदा हामी एक दिनै पुग्थ्यौँ होइन। रक्समा ड्राइभ गर्नु पर्थ्यो, कहिले स्पिड ओभर स्पिड पनि हुन्थ्यो होला होइन। तर त्यो बेला चाहिँ छोरी साथमा हुँदा हामीले 2 दिन लागेको भने एक दिन हामी फुटबलमा नाइट स्टे गऱ्यौँ हामीले होइन। इभन तिमीले पनि विचार गर्यो होला फर्स्ट टाइम मेरो गाडीको स्पिड चाहिँ 2 किलोमिटर/आवर पनि थियो है, स्पेसली नारायण घाट र त्यो के अरे फुटबल सडक खण्ड होइन। इभन त्यो भने मान्छेले पनि त्योभन्दा फास्ट हुन्छ होइन। भन्न चाहिँ यात्रा एकदम सेफ हो, किनकि सँगै छोरी भएपछि धेरै स्पिडबाट चलाउने आउट पनि नआउँदो रहेछ होइन। त्यही भएर हामीलाई चाहिँ एकदम कम्फर्टेबल र सेफ नै भयो यात्रा होइन। तर अलिकति चाहिँ मेबी अब छोरी अब सानो 2.5 महिनाको भएबाट चाहिँ उसले चाहिँ अब केही त्यो डिफिकल्टिज फिल गरिरहेको थियो बेला बेला। तर तिमी थियो भनौँ न एज अ गुड मदर होइन, तिमीले जुन बन्दोबस्त गरेको थियौ त्यो तयारी गरेको थियौ, त्यसले गर्दा चाहिँ त्यो छोरीलाई नि सजिलै भयो। टुरको दौरान मैले त ड्राइभ गरिरहेको थिएँ अलमोस्ट, अनि तिमी अलमोस्ट बेबीको बाटोमा चाहिँ बेबीको केयर तिमीले गरिरहेको थियौ। तर तिमीले चाहिँ होइन कतिको डिफिकल्टिज अथवा के फिल गर्यो अथवा त्यसलाई कसरी ओभरकम गर्यो तिमी भन। अब म त एज अ मदर होइन त्यत्रो लङ ट्राभल गर्दाखेरि अलिकति मनमा कता न कता त भइहाल्छ होइन। तर पनि नट ओन्ली एज अ मदर होइन, म एउटा मेडिकल पर्सन भएको कारणले गर्दाखेरि होइन, अनि को कारणले गर्दाखेरि पनि मैले चाहिँ मेरो छोरीलाई चाहिने सबै कुराहरू चाहिँ मैले आफू बन्दोबस्त गरेर चाहिँ म गएको थिएँ। सो त्यति धेरै मलाई डिफिकल्टिजहरू चाहिँ केही पनि आएन होइन। सो त्यसको लागि चाहिँ अब भनौँ न जस्तो त्यसमा तिमीले के चाहिँ तयारीहरू गरेको थियौ? अब यस्तो हुन्छ, अब हामी लङ ट्राभल गर्दाखेरि चाहिँ अब हाम्रो इन्फ्यान्ट बेबी भयो नि त होइन। अब इन्फ्यान्ट बेबी हुँदाखेरि चाहिँ तिम्रो अब के भन्दाखेरि सुरुमा त अब हामी गाडीमा बस्दाखेरि चाहिँ उसलाई चाहिँ सुरु राम्रोसँग ह्यान्डलिङ गर्नु सक्नु पर्यो होइन। प्रोपर पोजिसनमा चाहिँ उसलाई राख्नु पर्यो हाम्रो काखमा, अनि उसलाई चाहिँ कम्फोर्टेबल होस् भन्नाले अब साइडमा पिलोहरू जस्तै हुन्छ नि। मेरो हात अब उता झ्यालपट्टि हुँदाखेरि होइन, अब मलाई नै कम्फोर्टेबल भयो भने पो बेबीलाई कम्फोर्टेबल हुन्छ नि त होइन। नपरोस् भनेर चाहिँ अब देखेको नि तिमीले पनि, मैले 2टा कुसनहरू बोकेको थिएँ साइड कुसन हाल्न लाग्यो चाहिँ उसले हो होइन। तर होइन मलाई चाहिँ ठ्याक्कै दिमागमा चाहिँ आइरहेको थियो अब प्याकिङहरूको काम थियो नि त, त्यसले गर्दाखेरि चाहिँ फेरि त्योभन्दा अगाडि दिनमा हामी मनकामना गएको थियौँ, एकदम धेरै रस थियो कि। त्यो भएर चाहिँ तिमीले चाहिँ पछि मलाई सम्झाएको हो, त्यसको लागि धेरै थ्याङ्क यू सो मच होइन। अनि अब भइहाल्यो त्यो त भयो, सुरुमा त भइहाल्यो, बेबी ह्यान्डलिङ गर्ने तरिका भयो। त्यसपछि चाहिँ अब बेबीले चाहिने प्रोपरली सामानहरू चाहिँ अब हामीले सबै लग्नु पर्यो। फर्स्टमा चाहिँ अब लुगाहरू, अब बेबीलाई नै सुरुमा त काखमा राख्दा त्यत्रो लङ टुर गराउनु छ होइन, कम्फोर्टेबल लुगाहरू खुल्ला टाइपको लुगाहरू लगाइदिनु पर्यो। अनि त्यसपछि आएर जब ड्राइभरको कुराहरू भयो होइन, ड्राइभर पनि मैले चाहिँ के फिल गरेँ भन्दाखेरि यो ड्राइभर हामी जस्तै ट्राभलमा हिँड्दाखेरि चाहिँ ट्राभलमा नहिँड्दा हामी घरमा बस्दाखेरि पनि ड्राइभर लायो भने चाहिँ टेपवाला त्यो प्यान्टवाला भन्दाखेरि चाहिँ टेपवाला लायो भने चाहिँ एकदमै धेरै कम्फोर्टेबल हुन्छ कि उसको हो नि त। तिमीले पनि फिल गरेछौ नि त त्यो कुरा त होइन। उसको चाहिँ सबै लुगाहरू खोल्नु परेन, अनि उसलाई इजी फिल पनि भयो नि त, कम्फोर्टेबल पनि हुन्छ। जस्तो त्यो लुगा केसमा छ नि, जस्तै कुन चाहिँ जस्तै जङ सुट के नर्मल त्यो तलमाथि फरक भएको कुन चाहिँ त्यो त तिमीले पनि मलाई हेल्प गर्छ त्यसको लागि त होइन। अब जाडो महिना भयो त जम्पसुट हो, तर हामी जाँदाखेरि त्यस्तो उतातिर फेरि धेरै गर्मी हुने कारणले गर्दाखेरि चाहिँ अब जम्पसुट भन्दा पनि तल र माथिको सुरुवाल र टी सर्टहरू चाहिँ मैले धेरै बोकेको थिएँ नि त। त्यो भएको कारणले गर्दाखेरि गर्मी महिनामा त्यो लाँदाखेरि सजिलो भयो। मैले लगेँ पनि टन्नै लुगाहरू बच्चाको लागि होइन। अनि भइहाल्यो होइन। बेडिङको कुरा आएको भनेको मेडिसिन त त्योभन्दा पछि छँदैछ होइन। अब बेडिङ चाहिँ हामीले किन लग्नु पर्छ भन्दाखेरि जस्तै त्यत्रो लङ ट्राभल गरिरहेको हुन्छ, हुन त हामी बुटोलमा 1 नाइट स्टे गऱ्यौँ होइन। त्यो गर्दाखेरि पनि नाइट स्टे भइसक्दाखेरि पनि बिच बिचमा हामीले कम्तीमा ल तिमी आफू भएर 30-40 ठाउँमा रोकेनौँ।
रोक्यो नि त बेबीलाई कम्फर्टेबल भओस् भन्नाले उसले पट्टी गरिरहेको हुन्छ उसको डाइपरहरू चेन्ज गर्नु ऱ्यासेसहरू आउँछ होइन डाइपर चेन्ज गर्नलाई हामीले धेरै ठाउँमा रोक्यौँ अनि त्यो रोक्दाको दौरानमा त अब आफ्नो बेबीलाई जता पनि सुताएर त तिम्रो डाइपर चेन्ज गर्न मिल्यो त मिलेन नि त त्यही त नि हार्ड सर्भिसहरू त उसको ढाडमा दुख्ने भयो टाउकोमा दुख्ने भयो त्यही भएर चाहिँ मैले बेडिङको पनि व्यवस्था गर्थेँ नि तिमीले यत्रो धेरै किन बोक्या तिमीले भनेर मलाई सोधेको थियो नि त त्यो कुरा चाहिँ पछि उता गरेर फिल गरेँ जब त्यो लुगाहरू उसको चेन्ज गर्ने ठाउँमा हो नि फिल गऱ्यो नि त्यो कुरा होइन बेडिङको कुरा भइहाल्यो अनि अर्को भनेको चाहिँ अब मेरो छोरीलाई चाहिने अब मेडिसिनहरू जस्तै मेडिसिनमा पनि अब जेपिटी मेडिसिनहरू बोक्नु भएन अब कमनली नर्मली चाहिने मेडिसिन भनेको तिम्रो निको सिरप चाहियो अनि त्यसपछि चाहिँ एनएस सल्युसन अब त्यो गाडीमा हिँडिरहेको हुन्छ वेदरहरू चेन्ज भइरहेको हुन्छ नि त अनि नाकमा चाहिँ टुक टुक ड्रप हालिदिएपछि चाहिँ उसलाई कम्फर्टेबल फिल सास फेर्नलाई छोरी रुँदा पनि रोएन नि त गाडी हो कि नै भन त अनि त त्यही भएको कारणले त्यति भयो अब तिमीले अब बिर्स्यो के भने टोइज पनि त बोकेको थियौ ए नर्मली अब त्यति लामो टुरमा चाहिँ अब बसिरहँदा होइन इभन उसलाई गाडीमा कम्फर्टेबल भयो पनि कहिले काहीँ बस्दा इरिटेट हुन्छ नि बच्चा त हो होइन त्यो बेला उसलाई इङ्गेज गर्न चाहिँ होइन अब त्यो टाइपको चाहिँ अब सुइटेबल होइन खेलौनाहरू पोर्टेबल भनौँ न गाडीमा बोक्न मिल्ने त्यो ठुल्ठुलो कलर टोइजहरू होइन कि होइन सानसानो पोर्टेबल त्यो तिनीहरू पनि इफेक्टिभ हुन्छ जस्तो लाग्छ लिएर गएको पनि हो नि हामीले होइन तर पनि छोरीलाई त्यस्तो गाह्रो भएन गाडीमा किनभने उ रुँदा पनि रोएन नि त किनभने हामीले रोक्दै इन्जोय गर्दै लिएर गएको हो नि त मेन चाहिँ कुरा त्यो हामी बाटोमा चाहिँ धेरै ठाउँमा चाहिँ त्यस त्यही भएर मैले भने नि अब किन सबै ठाउँमा चाहिँ अब बच्चालाई त्यो बेडिङ त्यो राख्न त मिल्दैन त्यही भएर सानो बेडिङहरू लग्यो भने चाहिँ अब त्यो खाजा खाने ठाउँमा पनि त्यो टेबलमा चाहिँ त्यसलाई सुताएर चाहिँ त्यसलाई लुगाहरू चेन्ज गर्दा आराम दिन सजिलो हुन्छ त्यही भएर त्यो कुराहरू चाहिँ तर जे होस् त्यति बेलाको ट्राभल चाहिँ रमाइलो भयो कि है बेबी सानो सानो 2 महिना कसरी पुरमला होला भन्ने तिम्रो मनमा थियो होला सबै छक्कै पऱ्यो त्यही त त्यस्तो केही पनि भएन तर पनि हामी प्यारेन्ट्स भइसकेपछि चाहिँ पछि केही कम्प्लिकेसन आउन सक्छ कि भनेर एकदमै विचार चाहिँ गर्नुपर्छ है एज अ प्यारेन्ट्स एकदमै धेरै विचार त्यसमा चाहिँ अब होइन सकेसम्म अब त्यो हाम्रो चाहिँ सजेसन भनौँ न हुन्छ अब हामीले राम्रैसँग लग्यो होइन तर सकिन्छ भने चाहिँ एभोइड नै लङ टुरहरू चाहिँ एभोइड गरेकै राम्रो हो त्यो सब लग्नै पर्यो भने चाहिँ अब हामीले अब कुराहरूले डिस्कसन गऱ्यौँ नि ती कुराहरू चाहिँ अब हामीले उ गऱ्यौँ भने चाहिँ धेरै हदसम्म चाहिँ बेबीलाई राम्रै कम्फर्टेबल पनि हुन्छ कि बेबीलाई किनभने सबै बेबीहरू एउटै नेचरको हुन्छ भन्ने पनि हुँदैन नि त हो कि नै भन न हो नि त त्यो भएको भएर तर सकेसम्म चाहिँ 6 मन्थ भन्दिनँ म त 1 इयर नै भन्छु 1 इयर नपुग्दासम्म चाहिँ कुनै पनि बेबीहरूलाई चाहिँ ट्राभल चाहिँ नगराम्रै भन्छु कि होइन सेफ्टीको लागि पनि गाडीमा ल्याएर हिँड्नु पनि राम्रो होइन हामीलाई त त्यस्तै पनि परेको थियो जानु पनि थियो हामीलाई होइन फेरि हाम्रो घर टाढा पनि भयो सो वर्षको एकचोटि गइन्छ हामी जानै पर्ने थियो तर त्यस्तो बाध्यता नभएकोहरूले चाहिँ सकेसम्म चाहिँ त्यस्तो लङ एक्ज्याक्टली हामीले त डिस्कसन त गऱ्यौँ होइन तर तिमीले चाहिँ अब सजेस्ट गर्नु पर्यो भने होइन जस्तै भर्खरको इन्फेन्ट बेबी अथवा होइन बिलो 1 इयर बेबीलाई चाहिँ यत्रो लङ टुर गराउनुसम्म चाहिँ के सजेस्ट गर्छ म चाहिँ के भन्छु भने कोही चाहिँ लङ ट्राभल गराउँदै आफ्नो बिलो 1 इयरको बेबीलाई भने म चाहिँ टोटली अभोइड नै भन्छु कि अब हामीलाई पो वर्षको एकचोटि जान्छ भने हामीलाई एकदम धेरै बाध्यता थियो त्यस कारणले गर्दा हामीले लग्यौँ होइन सो नलग्न नै भन्छु यदि लग्न परिहाल्यो भने पनि प्रिकसन अप्नाएर मात्रै जस्तै मैले जे गरेँ त्यही गर्नुपर्छ चाहिँ म भन्दिनँ होइन तर पनि आफूले चाहिँ गर्न सक्ने एकदमै होइन प्रिकसनहरू अप्नाएर चाहिँ बल्ल ट्राभल गराउनुपर्छ भनेर चाहिँ म चाहिँ सजेसन चाहिँ दिन्छु त्यति नै हो अभोइड नै भन्छु म त सकेसम्म तिमीले भने जस्तै मैले एकदमै त्यस्तो लङ टुर चाहिँ एभोइड नै गर्ने भन्छु बेबीहरूलाई हो ल यति कुरा गर्दा चाहिँ हाम्रो मार्च पनि आइसक्यो है बाँकी कुरा पछि गरौँला नेक्स्ट भिडियोमा बाइ बाइ